हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आई होप हजुरहरू सबै सन्चै नै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। धेरै दिनपछि आइएको छ फेरि अर्को भिडियोमा। गाइज, आज चाहिँ हामी फुटबल खेल्न जाँदैछौँ। मेरो भिडियो आउनु र हेली कमेन्ट आउनु उस्तै उस्तै हो गाइज। लगभग 70 वर्षमा एक आइन्छ युट्युबमा। यो भ्लग बनाउनु चाहिँ स्टार्ट चाहिँ गरियो, तर डेट टाइम दिनै नपाइने रहेछ हौ। आज चाहिँ हामी टक्कै गोल खेल्न जाँदैछौँ। अरू आउँछ कि आउँदैन खेल्न चाहिँ जान्छ गयो। हामीले चाहिँ घरको काँक्रा मम्मीले नदेखिकन चोरेको काँक्रा हो यो टक्क, अनि खाँदैछ। सिजनको फर्स्ट काँक्रै हो, एकदम बबायो। यसले चाहिँ खाइसकेको है त। यसले खाएर मैले दिएको थियो, अघि खाइसक्यो। दामी छ काँक्रा। गाइस, हाम्रो घरदेखि टक्कै ग्राउन्ड जाने बाटो चाहिँ हो। हाम्रो अहिले सानोमा स्कुल छुट्टी हुने बित्तिकै सुन गुटुङ टुङ 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 यो पाछौँ त्यस्तो आउँथ्यो गोल खेल्न। स्कुलबाट आएर लुगा फेर्नु पाइँदैन है टक्क। गाई त्यो चाहिँ सबैभन्दा बुढो गाई होला हाम्रो गाउँको। सबैभन्दा पखेटासम्म तलै खान्छ। यस्तो नराखेको छ। कफीको रुखको गाई देख्नु भएको छ कि छैन? बिँहरू खेती छ चिटिक्क परेको। गाई खेल्दैछन् आज केटाहरू। हिजो आयौँ होइन हामी, हिजो बोलाउनु परेको थियो। आज बोलाउनु पर्दैन, टक्क खेल्दैछन् कि आज खेलिरहेको रहेछन्। रात चित्तो पऱ्यो। दामी छ बोल। कसले लियो लगाइ आज पऱ्यो यही हो हाम्रो भाइ। यही हामी खेल्ने जाँदैछौँ टक्क। गोल दिएपछि चाहिँ एक्साइटेड अर्कै हुन्छ गाई। छिटो काँक्रा परेन। भिडियोमा अलिकति इनोसेन्ट देखिन्छ भनेर मैले टुप्पो त्यसलाई दिने भएको, फेरि आफू खाने भएको। तित्तै मात्र पऱ्यो गाइस। खोइ हो यो अरू चाहिँ अरे मन अरू खोइ ए गाइस। ल हेलो गरिदेऊ, सुवाम हेलो गर्नु रेमन हेलो गर, हेलो गर, हेलो हेलो हेलो। यही हो गाइस हाम्रो टक्क। फुटबल खेल्न आउने जति केटाहरू यति नै हो, अरू चाहिँ आएन छ आज। एकजना दुईजना तिनजना यो चाहिँ खतरा खेल्छ। यो गोलसँग खेल्दै गरेको यो खतरा हो। हाम्रो एमओ स्कुलकै बेस्ट प्लेयर अफ द इयर पाएको यही बुझ्यो हो होइन। अब सिकाउनु चाहिँ मैले सिकाएको गाई त्यसलाई होइन हो। खोइ के भयो अरे भाइ, देखो गाइस तपाईँलाई डलर पैसा। गाइस यहाँ हेर्नु है, हाम्रो यही हो ग्राउन्ड, एकदम हरियाली ग्राउन्ड छ। गाउँको बिचमा ग्राउन्ड छ। यही भाइहरू आउँछन्, भाइहरू साथसाथै म पनि आउँछु टक्क खेल्न। रमेश रिजल भाइ यो ऊ पनि हो मेरो एकजना सब्सक्राइबर। अनि यो यता अनुहार देखा न यो, अनि यो पनि हो सब्सक्राइबर। उयो प्रायः मेरो सबै सब्सक्राइबर भनेको यस्तै भाइहरू मात्रै छन्, अरू कोही छैन नि। त्यही भएर गाइस हजुरहरूले पनि सब्सक्राइब गरिदिनु होला होइन। अब फेरि हामी अर्को भ्लग हाल्छौँ। त्यो भ्लगमा चाहिँ हामी टक्क झर्ना गएको अनि खोला गएको दुइटै भिडियो हाल्छौँ। आज चाहिँ टक्क धेरै दिन पछाडिको फुटबल खेलेको मात्र भिडियो हालेको छ है गाइस। अब खेल्छौँ एकछिन टक्क प्र्याक्टिस गर्दै गरेको ल।
गाइस खास हान्नु चाहिँ मैले पोस्टमै हानेको होइन तर अलिकति पोस्ट चाहिँ अलिक तलतिर भयो त्यो अलिकति माथि भएको गाइस मैले स्वादै छिराइदिएको यहाँ हेर्नु अब स्किल हेर्नु है अब स्किल यसको गाइस हेर्नु स्किल यो एकछिन ल लु तिमी देखाउन दे स्किल टक्क गाइस हाम्रो बेस्ट गोट अफ द फुटबल रोनाल्डोलाई सिकाउने कोच चाहिँ आज फाइनली भेटेको छ है कि र कोच भेटेको छैन हाम्रो गाउँमा ल हाम्रो गाउँमा एकजना कोच भेटेको छ रोनाल्डोसँगै खेल्नुभएको अरे उहाँ अब उहाँले कस्तो स्किल प्रस्तुत गर्नुहुँदो रहेछ हामी हेरौँ अनि उहाँबाट केही इन्सपिरेसनहरू लिउँ त रोनाल्डो यहाँ नु उहाँ फेरि देखाउनु खोज्दै हुनुहुन्छ अनि देखाउनु राम्रो छ रोनाल्डोलाई सिकाउनु भएको उहाँ यस्तो रोनाल्डोलाई सु कि गु गर्नु उहाँले सिकाउनु भएको अरे सु है सु चाहिँ सिकाउनु भएको रहेछ ल गाइस यसै छ अब हामी खेल्छौँ पुरा दामी नै छ राम्रै देखिन्छ बर्खा सिजनमा अनि गाइस जहिले पनि हामी पहिले म मेरो साथीहरू सानोमा आउँदाखेरि टक्कै यहाँ बसिरहन्थ्यौँ अनि पर्खिन्थ्यौँ साथीहरूलाई अनि यो एउटा चौतारा भयो त्यसपछि यो आइस बाबा औ माइ गड यो अर्को चौतारा भयो यहाँबाट टक्क पर्खिन्थ्यौँ केटाहरूलाई अनि ऊ परको चौतारा पनि टक्क त्यतिखेर बनिएकै थिएन अनि यहाँनिर यो पोइन्टतिर टक्क खेल्थ्यौँ खेलेर पेले जत्तिकै हुने सोच्थ्यो पहिले वाट इज योर ड्रिम भनेर स्कुलमा सोद्धाखेरि साला त्यो हामी दिमागमै आउँथेन कहाँदेखि फुटबल प्लेयर भन्ने सोचिन्थ्यो अहिले आएर त यस्तो केटाकेटीहरूसँग खेलिरहनुपर्छ फुटबल प्लेयरको हालत घरि आर्मी बनिने हालत ओ सेट गाइज अघि चाहिँ हाम्रो कोचले रोनाल्डोलाई सिकाएको स्किल देखाउनु भयो अब चाहिँ रोनाल्डोलाई त्यो टक्क रियल म्याड्रिडमा हुँदाखेरि एकखेप हानेको थियो नि रोनाल्डोले बाइसाइकल हो त्यो बाइसाइकल हान्नु पनि उहाँले सिकाउनु भएको अरे हाम्रो गुरु जोशी नै हुनुहुन्छ उहाँ गुरुले सिकाउनु भएको अरे अब उहाँ गुरुलाई एकखेप म टक्क यहाँबाट निकालिदिन्छु अनि उहाँले कस्तो सिकाउनु भएको रहेछ खेले त्यो हामी देख्छौँ ल गाइस अनि म टक्क निकालिदिइहाल्छु यहाँ छ बल अनि हाम्रो गुरुलाई टक्क उहाँ फेरि कोसिस जारी भन्दै हुनुहुन्छ फेरि भयो अरे ल गाइस फेरि उहाँले अलिकति मैले निकाल्नु जानिनँ नि त त्यही भएर अब उहाँ फेरि रेडी बस्नु भइसकेको छ हेर्नुहोस् है गाइस कोच सायद बिएस भयो जस्तो हुनुहुन्छ हाम्रो कोचले कोसिस चाहिँ गर्दै हुनुहुन्छ अनि उहाँको चाहिँ के एउटा फर्स्ट छ भन्दाखेरि कोसिस गरेको कहिले पनि हार हुँदैन होइन म पनि देखाउँछु ल हल्लाउँछौ नि तिमीले ल हल्लाउँदैन उहाँ ट्राई चाहिँ गर्नुहुन्छ अरे ट्राई अन्टिल यु डाई भन्ने उहाँ उसको थ्योरी अरे उहाँ कोचको त्यही भएर ल म फेरि टक्क निकालिदिन्छु उहाँ नै जोसिन हुन्छ टक्क उहाँको स्किल्स मुभमेन्टहरू हेर्नु टक्क जिङ्गाला होर गर्दै हुन्छ खासै उता अफ्रिकाको गुरु हो उहाँ यता नेपाल आएर सिकाउँदै हुन्छ रोनाल्डोले उता अफ्रिकामै भेट्नुभएको अरे ल गाइस अब म टक्क यहाँबाट निकालिदिन्छु ल हेर्ने कोचले सिकेको हेर्नु ल केही सिक्नु है कोचबाट ल रेमन यसरी हान्नुपर्छ है हाम्रो कोचले हान्नुभयो जस्तो ल टक्क कोच रेडी ल म टक्क निकालिदिन्छु गाइस अब हेर्नु मजा आइरहेको छैन केटा हौ मजा आइरहेको छ खेल्नका लागि ल मजा आइरहेको छैन केटाहरू गाइस हामी फुटबल खेलिसकेर अब त हो धुला भेटिस ओ मुला ओ ना ल गाइस हामी चाहिँ टक्क फुटबल खेलेर अब यहाँ तल हात खुट्टा धुनु जाँदैछौँ पहिले हामी हात खुट्टा धुनु जान्थ्यौँ गोल खेलिसकेपछि आज हामी त्यही जाँदैछौँ
ग्राउन्डदेखि एक तल धारा छ त्यतिसम्म गाइज म तपाईँलाई धारा पनि देखाउँछु हेर्नु धेरै लाने छन् भाइ ल गाइज एक छापु हान्नु चाहिँ हाम्रो धारा चाहिँ यही हो यहाँनिर टक्क पानी आउँदैछ म तपाईँलाई पानी आएको देखाएको छु ला तर पानी सानो छ त यहाँ यसै हो हाम्रो धारा टक्कै हिजो धुला भेटेको कतिका देखेन नि त क्यामेरामा राति भएर फोकसै भएन गाइची मैले पनि हात खुट्टा धुइसकेँ अनि भाइहरूले पनि धुइसक्यो रोहनले पनि धुँदैछ अब हामी टक्क हात खुट्टा धुइसकेर अब जाने घर ए यो जङ्गलको बाटो हुँदै हुँदै जानुपर्छ यहाँ तल आउनुपर्छ गोल खेल्नु आउनु त आइन्छ हात खुट्टा धुन तल आउनुपर्छ घरमा अलिक पानी आजकल आउँदैन क्या पाइप बिग्रेको छ पाइप बिग्रेको भन्दा पनि पानी बिग्रेको छ अनि ट्याङ्कीमा टक्क पानी छैन त्यही भएर बिहान एकखेप छोडिदिनुहुन्छ त्यो पानीले पुग्दैन क्या अनि टक्क गोल खेल्यो यहाँनिर हात खुट्टाहरू धोयो अनि टक्क जाँदैछौँ हामी पहिले नै साथीहरूसँग हुँदाखेरि यहाँनिर गफ गर्दै 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 जान्थ्यौँ अहिले पाएछौँ टक्कै यति छ अरू चाहिँ अघि गइसक्यो अब रात पनि कति पो बजिसक्यो 7 बज्न आँटिसक्छ गाइज अब तपाईँहरूलाई यस्तो मेरो यो डेली भ्लग त आउँदैन बेला बेला आउँछ अब डेली गर्दाखेरि स्कुल पनि जानुपर्ने हुन्छ टाइम पाइँदैन अब स्कुलमा पनि बनाउनु पाइँदैन होइन त्यही भएर अब कृपया च्यानल चाहिँ सब्सक्राइब गरिराख्नु गाइज बेला बखत भए पनि भिडियोहरू आउँछ अनि यसो भिडियोहरू हेर्नु लाइक गरिदिनु कमेन्ट गरिदिनु अनि यदि तपाईँहरू नयाँ हुनुहुन्छ सब्सक्राइब गर्नुभएको छैन नि कृपया सब्सक्राइब पनि गरिदिनु गाइज यस्तो छ हाम्रो बर्खा लागिसकेको छ जोडी जोडी नै छ यहाँ दराले मम्मीले कुद्नुहुन्छ मम्मीले कुद्नुहुन्छ मलाई भन्दै थियो मान्नुहुन्छ मलाई मान्नुहुन्छ भन्दै भन्दै थियो अनि के हुँदैन अरे भाइ त्यता हिँड्ने मान्छे ए उयो हो झ्यास लडाएको आगो बालिरहेको छ अहिले केटाले होला नि अम्बकको बोट अब यो अम्बकेर खाँदैन क्या हामी ऊ पर देखिएको अम्बक साले त अहिले देखिँदैन होला सायद त अनि अब त्यो अम्बकहरू खाँदै हिँड्थ्यौँ हामी भोक लागेर छुट्टो हिँड्थ्यो गोल खेलेर फर्किँदाखेरि अनि टक्क रमाइलो हुन्थ्यो हामी त्यतिखेर त यो त दिउँसो नै हाम्रो लागि पहिले निकोल्दा खेल्दाखेरि हेर्थ्यौँ भने त पहिले खेल्दा त्यही टाउकोमा त्यो टक्क इन्जिनियरहरूले लाउने नि टक्क बत्ती बालेर काम गर्छ नि यस्तो हो त्यस्तो लाएर पनि खेलिदिन्थ्यौँ हामी त बेला बेला भनेर भन्नु मिल्दैन यस्तो चाहिँ गरिँदैन त्यो बेलुका बेलुकासम्म चाहिँ खेलिन्थ्यो यस्तै छ गाइज अब तपाईँलाई म अर्को भिडियोमा चाहिँ अब हामी हाम्रै ठाउँमा भएको असलै झर्नाको बारेमा देखाउँछु फुटबल खेल्नु गएकोहरू तर आज रमाइलो भयो नि रमाइलो भयो नि रमाइलो भयो नि तँलाई एकदम एकदम बबाल खेलेको बब्बा कोच चाहिँ यही हो है गाइज हाम्रो चिनिरहेको गाइज मलाई नियममा मात्र हेर्न रोनाल्डो पनि सिकाएको नि गाइज पेलेलाई हजुरले अब पिलेको कुरा गर्छ यार लस एन्जल्सको पहिला फाउन्डरै मै थिएँ क्या भन्दा फाउन्डर कि स्पेलिङ FAINDR फाउन्डर दाइ अक्सफोर्ड लेभल किङ हो अक्सफोर्डमा मैले गरेको अक्सफोर्ड इङ्ग्लिस स्पेलिङ फेरि OXFIRD होइन सर हो सर होइन त्यो रङ बोला WXAT अक्सफोर्ड वाह अक्सफोर्ड स्पेलिङ गर अक्सफोर्ड अक्सफोर्ड स्पेलिङ के पो थियो मैले बिर्सेँ के पो अक्सफोर्ड स्पेलिङ गर्न अक्सफोर्ड स्पेलिङ अहिले भनेको OXRD वाह दामी भयो त ऊ अर्कै मतलब वो अलग ही लेवल का बंदा था यही हो यो अलग ही लेवल का बंदा था धेरै धेरै के अन्त के हो त अन्त यस्तो गर्छ कि मलाई यहाँ त्यो घोस्ट हन्ट गर्नु गएको हुन्छ नि त्यो केटाहरू चाहिँ अनि मलाई घोस्टले हन्ट गर्नु पनि उनीहरूले घोस्टलाई हन्ट गरिरहेको हुन्छ यहाँ यस्तो
भूत देख्छ होइन एउटाले क्यामेराम्यान यसरी भिडियो गर्दै गइरहेको छ भूत देख्छ यस्तो गरेर देखाउँछ नि त भूतलाई यस्तो खेदाउँछ कि उसलाई भूतलाई त्यो पनि क्यामेराम्यान सँगसँगै खेदाइरहेको हुन्छ क्यामेराम्यान पनि क्यामेरा बोकेर पर भूत हुन्छ अलैकी लेभलका बन्दा छिटाइछ टक्क अब गाई छ हाम्रो घर आउनु आँटिसक्यो अब म तपाईँलाई टक्क हाम्रो घरको अलिक डाँडा हाम्रो घरदेखि तल्लो डाँडाबाट चाहिँ तपाईँलाई हेर्दा तलको भ्यू देखाउँछु दामी छ है होइन होइन अलग लेभलका भन्दा हेर्दैन लगाइछ अब अलि यहाँ डाँडाबाट यस्तो देखिन्छ भ्यू त्यो तलको चाहिँ देख्नै सकेन सायद क्यामेरा नराम्रो होला होला तर ठिकै चाहिँ यस्तो छ हाम्रो यो ठाउँ अब हामी टक्क आइपुगिसक्यौँ घर ल गाइज आजलाई भ्लग यति नै हो कृपया हजुरलाई पनि यो भ्लग मन पऱ्यो होला है अब यस्तै भ्लगहरू अर्को असलै खोला जाँदा आउँछ होइन हजुर गाइज तर च्यानललाई सब्सक्राइब लाइक अनि सेयर ल भर्दो सेयर ओपा हाम्रो ग्याङको साइन देखाइदिनुहोस् कोच अर्को यस्तो वहीँ हो कोच लगाइछ आयो हजुरलाई यो भिडियो मन पऱ्यो होला मन पऱ्यो भने धेरैमा धेरै लाइक सब्सक्राइब सेयर र कमेन्ट गरिदिनु होला लगाइछ सी यू इन नेक्स्ट भिडियो बाई बाई